हामी त यसरी हिँडिँदैछ कस्तो मजा आउँदैछ भिड यस्तो छ ल अब हामीहरू तल चोक जाँदैछौँ है अफिस पञ्चमुखी अफिस है गाउँको ल त फालेलुङ गाउँपालिका 2 नम्बरबाट कार्यालय आइपुग्यो है कार्यालय के हो 2073 पहिलो दिन पञ्चमुखी वडा कार्यालयमा गएर चाहिँ घुरिँदैछ आजको काम चाहिँ सिद्धाएर अब फेरि भोलि चाहिँ उद्धव जानु पर्यो नि अब तल अशोक छँदैछ म पर्सि मात्रै झर्ने अब त्यहाँ आउने जाने मेरो पनि दोबारा हुन्छ कि हैन सँगै लगेर सँगै ल्याइहाल्ने नि फेरि हैन त्यसो होइन अशोक जहिले सहयोग गरिहाल्छ तपाईहरु बेलुका फर्केर आउनुहुन्छ अब अशोक जय चाहिँ चिन्नु पर्यो नि त हामी यो चाहिँ सुन्दैन अनि शनिबार गाडी आयो शनिबार झर्न पर्यो अब माथि आउँदाखेरि पहिलो दिनको सफर ओके सर ओके हामी त यसरी हिँडिँदैछ कस्तो मजा आउँदैछ भिड यस्तो छ राम्रो छ एकदम हामीहरूको हामीको थाहै जग्गा कन्डिसन चाहिँ यस्तो छ है यहाँनिर हाम्रो गाईसँग पो छौँ पानी त हिँडेर छैन त हो जरिङ्गे छोडेर हामीहरू कहाँ अरे जिमा वाट पनि छोडियो नि त हामीहरूको छोडेर यो चाहिँ जिमा हामीहरू जाँदै गरेको चाहिँ फिदिम जाँदैछौँ है जिल्लातिर गएको जिल्लातिर गइँदैछ यहाँनिर बोलेरो क्याम्परमा सेफ्टी च्याप्टाइ छ नि फेरि यहाँनिर अगाडि 3 जना पो छौँ त यहाँनिर फेरि ड्राइभरसँग 4 जना अब मजा हुने भएको छ आज सफर चाहिँ यताको पाइप चाहिँ जरा खालो रहेछ है नि पुरा प्लास्टर है रस्ता चाहिँ हाम्रैपट्टिबाट जान्छ घुमेर जाँदा पनि हुन्छ तलबाट जान्छ कि तलबाट भन्दै तलबाट पनि जान्छ भन्दै आउँछ अरे बाटो छ अरे अहिले त जतासुकै छेड पारिसक्यो नि हौ यो चतुरे बजार लाग्थ्यो अनि गाडी आउँछ त्यतिखेर यहाँ होइन नि हौ गाडी त पछि हो नि पछि मान्छे खुट्टाले आउनु पर्ने नि यहाँसम्म चाहिँ गाडी आउँथ्यो आउँथेन हौ थिएन नि हौ केले सामान ल्याउँछ र बजार बोकेर नि ढाकारमा नाम सोधिएछ जस्तो भइगयो के बजार भन्छ अरे चतरे बजार चतुर्दशीको दिन लाग्ने होला चतुर्दशी चाहिँ 3 दिन लाग्थ्यो फेरि कहाँबाट छुट्छ भन्यो भने हामीहरूको बाटो जोरपोको देखि भन्नुपर्छ भन्दा पनि इन्डियातिर त खालि 4 चक्के मात्रै सबैको एम हुन्छ 2 चक्केलाई यति साह्रो भाउ दिँदैन के यादै गर्दैनन् नेपालभित्रमा चाहिँ अलिक छोरी मान्छेहरूले पनि बहुतै चलाउने गर्छ किनभने नजिक सम्म जग्गा के अब त यस्तो उस्तोको लागि त खालि 4 चक्के मात्रै सबैले पुरानो होस् नयाँ होस् 2 चक्केलाई भाउ नै दिँदैन साह्रै यादै गर्छ रस्ता त उता पनि ठुलो हुने पर्छ
ल हामी फिदिम है आइपुग्यो। यहाँनिर हामीहरू एक दिन होटलमा चाहिँ खाना खानेवाला छौँ अनि त्यहाँबाट फेरि जानेछौँ हामीहरू। ल भात खाइँदैछ यहाँनिर एक दिन होटलमा। अब जिल्ला प्रशासन कार्यालय 5 थर पुग्यो है यहाँनिर। आफ्नो गाउँपालिकामा ल अब हामीलाई पुलिस थानामा पठाएको छ चिठीसँग। त्यहाँबाट चाहिँ लिएर चाहिँ फेरि यहाँनिर आइपुग्ने हो है। फिदिम बजार घुमिँदैछ यहाँ अहिले घरि चाहिँ।
पारीको रस्ता हो हामीहरू आएको चाहिँ यहाँनिर सबै रस्ता नयाँ बनिँदैछ त्यही कारणले गर्दाखेरि रस्ता त छैन अहिले पानी पर्दै गरेको कारणले त्यत्रो क्लियर छैन हामीहरू चाहिँ यहाँनिर छौँ अनि यहाँ आएर आज चाहिँ देवाकोमा बेलुकी चाहिँ भात यी सबै खाँदैछु म यसरी सबै यहाँनिर मै पारेर सबै यस्तो पो छ है